साथीहरू वेलकम छ हजुरहरू सबैजनालाई। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि म चाहिँ हिजो गाउँ आएको छु। अहिले आज भेटेको अवसर लागिरहेको छ नि त, गाउँमा एकदम काम छ अनि त्यही भएर। अनि हेर्न सक्नुहुन्छ अहिले बिहानको मौसम चाहिँ कस्तो छ भनेर चाहिँ हेर्नुहोस्, एक बिहानको मौसम यस्तो छ, पानी परेर पुरै रातभरि पानी पऱ्यो। अहिले पनि अलिअलि पानी परिरहेको छ। ल साथीहरू, फाइनली म चाहिँ यहाँ मकै खेतमा आइसकेको छु। म चाहिँ आज बिहानै चाहिँ फेरि मेरो यहाँ घाँस काट्नुपर्ने छ। घाँस भन्दा नि यो मकै छाट्नुपर्ने छ, यो घोगा नलागेको अनि सुत्ला नआएको मकैहरू। हजुरहरूकोतिर नि यसरी यो घोगा नलागेको सुत्ला नलागेको मकैहरू छाट्छ कि छाट्दैन भन्नु होला। ल म चाहिँ अब बोल्ने भन्दा पनि आफ्नो काम गर्न थालेँ, हजुरहरू हेर्दै गर्नु होला। ल साथीहरू, मैले चाहिँ मकै छाटेर एक भारी बनाइसकेँ होइन। मकै छाटेर एक भारी बनाएँ। अब यो मकै लिएर जानुपर्छ गोठमा। गोठमा चाहिँ मेरो एउटा एटिएम छ कि, तपाईँहरूलाई म गोठमा बेसी एटिएम पनि देखाउँछु होइन। ल म चाहिँ गोठ लागेँ, गोठमै पुगेर भेटौँ न। ल फाइनल साथीहरू, म चाहिँ घाँस लिएर पटेरमा आइसकेँ होइन। मैले तपाईँहरूलाई यहाँ मेरो एटिएम छ भनेको थिएँ नि होइन। हेर्नु है त मेरो एटिएम के रहेछ। अब फाइनली मेरो एटिएम हेर्नुहोस्, यो एक माना घिउ 1200, 1 लिटर दुध 100 रुपियाँ। तपाईँले पाएको पाडा छ यहाँ। यो अब अहिले ठुलो भएपछि 50,000। अनि देख्न सक्नुहुन्छ यहाँ अरू पनि छ मेरो। यो चाहिँ 20,000, 1 लाख एटिएम छ मेरो। 2-3 लाखको एटिएम छ होइन। यो एटिएममा फेरि पैसा जम्मा गर्ने मात्र, अहिले पैसा निकाल्न मिल्दैन। यहाँ पैसा चाहिँ भोलि पर्सि निकाल्नुपर्छ एकैचोटि। हजुरहरूको कसकोमा यस्तो एटिएम छ, कसकोमा छ प्लिज कमेन्ट गर्नु होला। ल साथीहरू, म चाहिँ घाँस काटेर घाँस कोठमा लगाएर घर आइसकेको छु। अब चाहिँ म एकछिनमा खानसाना खाएर अब माथि दाइहरूको रोपाइँमा जान्छु कि कोदो रोप्न जान्छु, जहाँ पनि हजुरहरूलाई देखाउने छु। ल त्यति बेलै ल साथीहरू, टक्कर आएर चाहिँ खानसाना खाएर चाहिँ नि खेत रोप्न हिँडिसकेको छु। दाइको खेत रोप्नु चाहिँ आज चाहिँ दाइहरू चाहिँ बिहान जानु भएको छ। म चाहिँ अब अहिले जाँदैछु। अब म खेत रोप्ने ठाउँ पनि त्यहाँ गयो नै त्यहीँको देखाउँछु। साथीहरू फाइनल्ली म चाहिँ खेत रोप्नुमा आइपुगिसकेँ। खेत रोप्नु खोज्छौँ। ल साथीहरू, म चाहिँ यहाँ गोरु जोत्न गएको, दाँते लाएर यहाँ दाँते पनि परेर केही हेर्नु नहुने भएर यहाँ बसिरहेको छु। अनि अहिले अर्को छ यो नि, एकदम दाँते पनि पर्दै त हुन्थ्यो। परमेश्वर परिहालोस्। त्यो उँधोको निम्लुङ भीमसिन राजभोग घरको छेउको भीमसिन छ। त्यो पनि एकचोटि खसिहालोस् है भगवान्। भाइ दाँत लाउँदैछ। हेलो साथीहरू, ल म चाहिँ रोपाइ सकेर घर जाँदैछ। आजको रोपाइ सकेर चाहिँ अनि मसँग भाइ र म छु। गोरु लिएर जाँदैछ हामीले। एक मुठा घाँस नै काटेको थिएँ मैले। अनि त्यो चाहिँ मेरो भाइले बोक्दैछ है। अनि गोरु यहाँ छ। अनि हामी घर जाँदैछौँ साथीहरू। कस्तो बाई बाई साथीहरू, नेक्स्ट भ्लगमा भेटौँला। अब मेरो त डेली आउँछ, हजुरहरू हेरेर माया गर्नु होला। हाम्रोतिर के काम हुन्छ, के गर्नुपर्छ सबै डेली भ्लगमा हाल्नेछु। हस् त सबैजनाले माया गरिदिनु होला। बाई बाई, सी यू। सब्सक्राइब गर्न नबिर्सिनु होला है।